फाइनली गाइस म चाहिँ मार्केट गएर पनि रुममा पुगिसकेको छु र मैले मार्केटबाट के ल्याए तपाईहरुलाई त्यो पनि देखाउन चाहन्छु। ओके गाइस लेट स्टार्ट। हेर्नुस् कति टी-शर्टहरु तपाईहरुलाई कस्तो लाग्छ त्यो पनि भनिदिनु होला। मलाई त एकदमै मन पर्यो गाइस यो। अन्त मैले सर्ट पनि ल्याएको छु मार्केटबाट। यस्तो छ सर्ट। यो चाहिँ कुच्चेको स्टाइलै हो है यो। कच्चा कुचुक भएको हैन यो स्टाइलै यस्तो हो। अनि यो पनि ल्याएको छु यो नि सर्टै हो। अनि मैले यसको सेट ल्याएको छु। यहाँ हेर्नुस् यो पनि हेर्नु न ब्यागमा खदारेको पुरा सामान भएर हेर्नु न यो चाहिँ कच्चा कुचुक भएछ। यसको सुरुवाल पनि छ। यो चाहिँ सेट हो। अनि प्यान्ट पनि ल्याएको छु। हेर्नु प्यान्टहरु पनि ल्याएको छु यो प्यान्ट हो। अनि यो पनि प्यान्ट हो। यो पनि प्यान्ट हो है गाइस। यो पनि प्यान्ट हो। यो तीनटा प्यान्ट ल्याएको हो। अनि टी-शर्ट पनि छ। यो चाहिँ सस्तो भेसहरु है गाइस। सस्तोमा पाउँछ। मजनटिलामा तपाईहरु गएर सस्तोमा पाइहाल्नुहुन्छ है। मैले अरु के ल्याएको छु अन्त यो मेरो भएन यो भित्रको लुगाहरु भइहाल्यो हैन। भित्रको लुगा त धेरै चाहिन्छ नि त हैन केटीहरुलाई। त्यही भएर म त्यो चाहिँ म तपाईहरुलाई देखाउन चाहदिन। एउटा चाहिँ म तपाईहरुलाई देखाइदिनु पर्यो। यो चाहिँ मलाई राम्रो लागेको छ। हेर्नुस् यो सबैले लाउने नै हो हैन। हेर्नुस् यो राम्रो छ है। यो चाहिँ मेरो बुढाको हो। एकदम राम्रो छ यो पनि। एकदम सफ्टमा छ। सफ्ट छ यो चाहिँ एकदम राम्रो छ। यो मेरो बुढाको टी-शर्ट हो। अब चाहिँ के छ अन्त यो नानीको मैले ब्याग मात्रै ल्याए। नानीको चाहिँ आज केही पनि ल्याइन। म भोलि पनि मार्केट जाँदैछु त्यहाँबाट ल्याउँछु नानीको चाहिँ। अन्त अहिले एउटा ब्याग ल्याएको छु नानीको। नानीको ब्याग हेरिहाल्नुहोस्। यो चाहिँ नानीको स्कुलको लागि ब्याग हो। एकदम राम्रो छ यो। अन्त नानीको लागि फेरि मिठाईहरु ला नानीले अघि भ्याजिसकेको फ्याँकेर यो छाता अम्ब्रेला क्यान्डी हो यो चाहिँ। यो चाहिँ म्याक्समा मैले सानो मात्रै ल्याइदिएको किनभने धेरै ल्याउन खाँदैन। अन्त कम्ती ल्याइदिए कोही कोही बेला रुँदाखेरि दिँदा हुन्छ नि त हैन। अस्ति ठुल्ठुलो प्याकेट ल्याइदिएको थिएँ त्यतिको वेस्टेज भयो त्यही भएर सानो ल्याइदिएको यो। अन्त एउटा रामेन मात्रै ल्याएँ। नानीको लागि जुस ल्याइदिएको छु। नानीको लागि यो जुस। यो चाहिँ नानीको ललिपप। यो नानीको ललिपप हो। ओके यो चाहिँ चुइगम हो। यो चाहिँ म खान्छु लुकाएर। नानीलाई म धेरै दिन्छु चुइगम चाहिँ। यो चाहिँ म लुकाएर खान्छु। मलाई यो चुइगम राम्रो लाग्छ गाइस। अनि नानीको लागि एउटा डेरी मिल्क। अन्त चाहिँ यस्तो टफी छ यो। मलाई यो मन पर्छ। पहिला हाम्रो दार्जिलिङमा पाउँथ्यो यस्तो गाउँमा यस्तो पाउँथ्यो पुरा मन पर्थ्यो। अन्त यहाँ पनि पाउँछ नि त मजनटिलामा पनि त्यही भएर ल्याएको यस्तो। यस्तो चाहिँ म थुप्रो लिएर आउँछु 50 पिस जस्तो लिएर आउँछु। यस्तो चाहिँ ल्याउँछु हो पुरा जाँदै पछि यो चाहिँ लिएर आउँछु यो चाहिँ
खाएर पनि तपाईहरुलाई बताउँछु मलाई त पुरा मन पर्छ तपाईहरुलाई चाहिँ कस्तो लाग्छ एकदम राम्रो लाग्छ मलाई यो आजु पुरानो रहेछ आजु किनेको झोला पनि किनेको मैले यो पनि आज किनेको सामान धेरै भएर नाटेर हुन्छ गाइस आजको भिडियो पनि यति नै एन्ड गर्न चाहन्छु किनभने मैले आज के सामान ल्याए तपाईहरुलाई देखाइहाले तपाईहरुले सबले माया गरिदिनु होला तपाईहरुको मायाले गर्दाखेरि सारा संसार घुम्न पाओस् र साथ सपोर्ट सधैं गरिदिनु होला मन परे लाइक शेयर सब्स्क्राइब गरिदिनु होला ओके गाइस बाइ बाइ लभ यु अल